के गर्नु यस्तै छ काम पनि छैन दाम पनि छैन माम पनि छैन मेरो त तपाईहरुको छ कि नै दिदी यता हान्नु त कति राम्रो देखिनु भा भात खान बसेको छु ए तपाईले मलाई के फरक पाउनु के परिवर्तन पाउनुभयो मेरो कपाल काटेको हेर्नु न यहाँ कस्तो नराम्रो देखेछ न तपाई यहाँ के भन्छ स्वर्गमा तपाईले धेरै काम गर्नु त नर्गामा गए जस्तो काम गर्नु पर्दैन होला है दिदी यस्तो भोक लागेर काँचो मिया खानु परिरहेछ साथीहरु के गर्नु दिदी आइज साग टिप्न धेरै कुरा नगर्थे मेरो बहिनीले मेरो पिछै छोड्दैन के हेलो नमस्ते मेरो प्यारो प्यारो एकदमै राम्रो एकदमै ह्यान्डसम सबैजनालाई नमस्ते वेलकम टु माई न्यू ब्लग सबैजनालाई सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला हैन सबैजना सन्चै हुनुहुन्छ होला उतातिर तपाईहरुको गाउँतिर कतिको चिसो जाडो मौसम कतिको भइराख हो हाम्रो गाउँतिर त ए कस्तो मजाले घाम लागिरा आहा हैन मेरो छेमा यहाँ हुन्छ छेमा के गर्न लानु भएको साग टिप्न लाग्यो हो यो साग यो साग अब एकछिनमा गोड्निन्छ हैन काम त कति छ हेर्नु न तरी हेर्नु न तरी हाय 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 आइज तपाईले साग टिप्ने भए हजुर साग खाने भए आइज साग खाना तपाईले साग भनेर के गुडिराख्नु भयो है सो भोके यो सम्फो ए सम्फोले के गर्छ अरे ज्यान दुखेको सन्चो हुन्छ ज्यान दुखेको मात्र अरु दुखेको सन्चो गर्दैन अरु दुखेको पनि सन्चो गराउँदैन ल्या मेरो बहिनीले मेरो पिछै छोड्दैन के म जहाँ गए पनि टु पुगिरा हुन्छ अहिले हैन मेरो बहिनीलाई म कहाँ छु भनेर कुकुरले चाहिँ पत्ता लगाएर आउँछ के एकताका मैले कहानी भन्छु है एकताका के भयो भन्दाखेरि चाहिँ हैन दिदी एकताका के भयो भन्दाखेरि चाहिँ यसलाई छक्काएर म लुकेर चाहिँ एक दिन लास्ट भोक लाग्थ्यो अनि चाउमिन खान भनेर गएको होटेल अनि मैले पछाडि पनि फर्केर हेरिनँ के मैले देख्दै देखिनँ के एकचोटि फर्केर हेरेको तर पनि देखिनँ क्या टुक्रुस गएर पछाडि टक्स बसेर यता फर्किन्छ त झसँग यो आयो कि यो झसँग यो कहाँ भन्नु यो मेरो अगाडि पछाडि कोही थियो नि एक्कासी त्यो होटलमा कसरी आइपुग्यो क्या यो हैन अनि मै तर्सेँ यसलाई त म छक्का रिनेको यो जहाँ गएर यता न जहाँ गए पनि मेरो पछि छोड्दिने यसले मेरो दिदी आइज साग टिप्न धेरै कुरा नगर्थे यस्तो भोक लागेर काँचो मिया खानु परिरहेछ साथीहरु के गर्नु न नुन हे न केही पनि छैन यति काँचो खाइराख्नु पर्यो दिदी ल छिटो बनाउनु म पनि भोक लाग्यो भने खानुपर्छ मिठो बनाउनु ल खान त पुरिहाल्यो टिप्न आइज भने सर दाउराले हान्छु खाना मात्र थुक्नु हुँदैन हाम्रो दिदीको क्या यो के भन्छ यो के हो यो लसुन हैन लसुन त मेरो दिदी जस्तै छ हेर्नु त मेरो दिदीहरुको कुखुरा हेर्नुस् है उ फ्रीमा दिनुहुन्छ नि मलाई आना दिदीले तै छिन्ला दिन्छु
दिनुहुन्न साग गोड्न आइज साग लिएर गएर खा भन्दाखेरि नआउने रे दिनुहुन्न भनेपछि यहाँ काम गरिदिएर काममा सघाए पो अतनी काम गरिदिए थियो भन्नु मलाई फेरि यहाँ बाँड्न त राखेँ आज दिदीले बनाएको कस्तो मिठो खाने झन् भनेर झन् भनेको ला छुच्ची मेरो दिदी कहिले हाल्नु जहिले पनि काम गरेको गरे हट तपाईँ यो के भन्छ स्वर्गमा तपाईँले धेरै काम गर्नु त नर्गामा गए जस्तो काम गर्नु पर्दैन होला है दिदी हाम्रो स्वर्ग भने पनि नर्ग भने पनि यही हो धरती नै हो होइन गाइज हो कि नै भन्नु त हो नि यस्तै छ हिँड्न जाम तपाईँले मलाई के फरक पाउनु के परिवर्तन पाउनुभयो मेरो कपाल काटेको हेर्नु न यहाँ कस्तो नराम्रो देखेछ न राम्रो देख्यो भयो त भन्नु त नि भन्नु राम्रो देखिन्न मलाई मेरो छेमाको के भन्छ यो मेरो दिदीको कुखुरा लेकिन मेरो छेमा कस्तो तितो तितो हुन्छ यो त हेर्नु कस्तो गरेर बस्नु भा कति धेरै कुखुरा आउनु एउटा कुखुरा खाम दे एउटा कुखुरा खाम क्या भन्छ क्या त्यसलाई दुख्छ दुख्छ नै काट्दा यता खाना बसाल्नु भए कति बज्यो अहिले 2 बजे बल्ल खाना बसाल्नु भए 2 बजिसक्यो मेरो दिदीको पारा हे देखाउन आएछ सुतल होइन हालिदिउँला हेरिस् फेरि बसेर कति राम्रो देखिनु भए मलाई भगाउन र कस्तो तितो तितो परेछ यो त त्यसै त काँचो मेवा त्यस पनि नमिठो गुलियो पनि छैन केही पनि छैन पेट भर्नलाई खाना पाए भयो न मेरो दिदी ओ दिउँसोको 2 बजे खाना बसाउन लाउनु भयो म दिदी घर आएको नि कति बजे 2 बजे खाना बसाउन लाउनु भएको बेला अहिले खाने बेला मेरो दिदीले चाहिँ मुला गर्न लाउनु भएको छ मुला पनि आफू जस्तै छ हेर्नुहोस् है यहाँ मुला ए मुला देखाउनु त मुला देख्नु भयो नि मुला मजाले गर्नु भा मजाले गर्नुहोस् है मुला नछुटाइकन मुला गर्नु सबै गर्ने हो किन अब यो हुन्न यहाँ मुला पनि हेर्न कत्रो छ त देखाउनु त मुला मुला त नि बरै करा यो चना के हो यो ओ यहाँ ए यो हेर्नु त
के हो यो बेला बेलामा क्यामेरा धमिलो धमिलो देखाइरह मेरो किन होला यस्तो मेरो दिदीले मुला गरिराख्नु भा गर्नुहोस् धेरै मुला गर्नुहोस् ल है मलाई त मुला त फेरि केही मन पर्दैन खै किन मन पर्दैन मलाई केही मन पर्यो त मरि केही मन पर्दैन र गर्नुहोस् ल मजाले गर्नुहोस् यो पनि गर्ने अरे यो कामै काम खाली मात्र काम हेर्नु यहाँ हेर्नु यहाँ दिदी यता हान्नु त कति राम्रो देखिनु भा देखे हटा त नानी साथी मैले आगो लाग्दै जा रे आगो लगाउनु जा ऊ त्यो गरेर दाउरा उस गरिदिँदा है मेरो पछि लाग्ने पुच्छर ल गर्नुहोस् अनि यत्रो मलाई उखालेर के गर्ने त सिङ्की सिङ्की कहिले बनाउँछ सिङ्की कहिले बनाउँछु तैँले हेर्न ल ठिक छ गराउनुहोस् कस्तो भोक लाग्छ छिटो भात पकाउनु न खाम म यस्तो पातलो छ मलाई कस्तो भोक गर्छ म मोटाउनु पर्यो हेर न कति दुब्लो भइसक्यो नि भने लास्ट दुब्लो भयो कि नि खानाले खाएको कसले खाएको रे खानाले मलाई खानाले खाएको हो कहाँ खान्छ मलाई खानाले म खानाले खाने जस्तो देखिन्छु र देखिन्न नि त्यस्तो त खाना मात्र खोज्छु खाना मात्र खान्छस् रे कहाँ खान्छु मैले खाना मात्र यस्तो चुतिया छ नि मेरो दिदी ल गर्नुहोस् म त भात खाने हो म त टन्न लाएर म यहाँ बस्छु यहाँ त गुजुम हुँदो रहेछ कोही सुलसुले छ भन्नुहुन्थ्यो तपाईँले त होइन र बस्दा त अन्न होला नि पक्कै पनि यहाँ बसिदिन्छु म त ल पस्नै पाइछ नि ल हेर्नु ल के गर्नु यस्तै छ काम पनि छैन दाम पनि छैन माम पनि छैन मेरो त छ कि नै ल लिएर हिँड्नु ल त्यसरी लिएर हिँड्नु ल कति लिएर हिँड्नुहुन्छ यत्रो मुला खाएर अहिले पुच्दै मर्नुहुन्छ तपाईँहरूले अहिले दुःख गरेको एउटा खालिस् हिउँदामा म सिङ्की खाँदै खान्न त मासु खाने हो मासु त्यही पनि मम्मीले ल्याइदिए भात होइन म त भात खाने अब त फाइनली मेरो दिदीले अग्नि उस टिप्नु भएको थियो नि साग र सम्फो त्यसको भात खान बसेको छु 2 बजे कति बज्यो अहिले 3 बज्यो कि हान दिदी 3 पनि भएन 3 भयो होला अग्नि 2 बजेको थियो खाना बसेको म त 3 बजे भात त्यही पनि कस्तो भोक लाग्छ अनि खानु परेन त अनि म खान्छु ल म खाएँ ल तपाईँ हेर्नुहोस् ल म चाहिँ खान्छु ल
तपाईँ पनि खाना खाने भए आउनुहोस्। म त दिदीको घरमा आएर भात खान लागेको छु। हाम्रो घरमा त बिहानै भात खाएको, दिदीको घरमा आएर भात खान लाग्छु मैले। म खान्छु ल, कस्तो भोक लाग्यो खान्छु ल। फाइनली होइन म खाना खाएर भइसक्यो। ए मेरो दिदीले सिन्की कुटिराख्नु भएको छ हेर्नुहोस् है। ए सिन्की देख्नुभयो नि, यसरी कुट्छन्। तपाईँहरूलाई कतिजनालाई सिन्की मनपर्छ कि मन पर्दैन होइन, अमिलो अमिलो मिठो हुन्छ सिन्की त होइन, तर मलाई चाहिँ मन पर्दैन। मलाई चाहिँ पिटिकै मन पर्दैन सिन्की चाहिँ होइन। मलाई किन अमिलो त ठिक लाग्छ कि यो बास्नै मन पर्दैन क्या मलाई चाहिँ होइन। ए देख्नुभयो नि, सिन्की है सिन्की। ए सिन्की मेरो भाइलाई हेर्नु यहाँ। ए नानी भाइ चकचके बाँदरको नाति पर्यो, बाँदरको नाति पर्यो होला कि यस्तो मातिने छ्या त्यस्ता रह्यो होइन त। सिन्की निचुर्दा पनि म देखाउने छु होइन, सिन्की कसरी निचुर्छन् भनेर होइन। अब गाउँमा बस्ने मान्छेहरूले त कतिपयले बनाइराख्नु भएको थाहै नै छ होइन, तर यो सहरमा बस्ने मान्छेलाई त्यति चाहिँ थाहा छैन क्या। अब म त सहर पनि होइन, सहर हो कि गाउँ हो कि है भेसै पाउनु न मैले। अब सहर भन्नाले अब सहर त एउटा खेत, अब त खेतहरू छ होइन, तराई हो सहर नै भनौँ न होइन, तराई त सहर त हुने होइन। ल छिटो निचुर्नु त ल, कसरी निचुर्ने भनेर उहाँ देखाउने हुन्छ। उतातिर त मैले देखेको होइन, गाउँमा यस्तो के भन्छ निचुरेर अनि बोरा हालेर अनि त्यसपछि मखातमा लगेर अनि राखेको क्या, पुरेको क्या, मखातमा लगेर खाल्टो खनेर राखिदिएको अनि माथिबाट पुर्दिने त्यस उसले, त्यो गोबरहरूले होइन। अनि 7 दिन पछाडि निकाल्ने गर्छन्। यतातिर त डब्बामा राख्छन्, डब्बामा निचुरेर त डब्बामा राख्छन्। ल कसरी निचुर्ने अरे? कसरी कुट्ने देख्नुभयो नि कसरी निचुर्ने, त्यसरी निचुर्ने। कहिले त कति झोल आउँदो रहेछ हेर्नु त। यसलाई पकाएर अब ग्रिन कलरको कपडा बनाउने रङ देख्नुभयो नि, यसरी नै यसलाई निचुर्ने हो होइन। कतिजनालाई मनपर्छ भने भन्नुहोस्, म ल्याइदिउँला बरु। यति नै हो। फेरि नेक्स्ट भ्लगमा भेट्दै गरौँला। फेरि पनि यस्तै नयाँ भिडियोहरू लिएर आउनेछु। सबैजनाले साथ र सपोर्ट गर्नु होला, लाइक गर्न नबिर्सिनु होला। लाइक भन्दा पनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सबैजनाले साथ सपोर्ट दिएर हामी जस्तो सानोलाई अगाडि बढाउनु होला है। तपाईँको हातमा छ, जे भए पनि तपाईँकै हातमा छ। अहिलेलाई चाहिँ यति नै हो। फेरि नेक्स्ट भ्लगतिर भेट्दै गरौँला। बाई बाई।